आज म एउटा कुरा तपाईँहरू सामने यदि मन छोएको मान्छेलाई भन्छु कृपया ध्यान दिएर हेर्नु न। मैले जीवनमा कसको जीवनमा मैले के गरेँ के गरिनँ, राम्रो गरेँ या गरिनँ, कतिपय मान्छेलाई मैले जब साथ दिएँ या दिइनँ, तर साथ दिएर निभाएँ कि निभाइनँ भन्ने कुराहरूको एउटा अप्सन आयो र धेरै मान्छेबाट धेरै विदेशमा अल्झिनु भएको मान्छेहरूले जब नेपाल निकाल्दाखेरि दारी पनि पाएँ। कतिपयको धेरै चिजहरू मान्छेहरूबाट पिन्दाखेरि उसको निम्ति बोल्दाखेरि राम्रो नि पाएँ। तर सङ्घर्ष गर्दै जाँदा कहिलेकाहीँ अप्ठ्यारो चिजहरूले नै पार्दो रहेछ। तर आज जो ती समस्यामा परेको मान्छेहरूलाई, जो जिन्दगीबाट हरेक चिजहरूबाट गुज्रिएको मान्छेहरूलाई मैले सकेको गर्ने कुरा गर्दै पनि आएँ। तर गुनासो मलाई केही छैन, बस म राम्रो गर्न खोज्छु तर मलाई नराम्रो गर्ने, मेरो बारेमा कुरा उठाइदिने, म कसैसँग बोल्यो भने बोलिदियो, भेट्यो भनिदिने, अनि मेरो जीवनको बारेमा बुझ्ने मान्छे चाहिँ आउँदैन। बस त्यही नराम्रो कुराहरू सोच्ने, त्यही नराम्रो कुराहरू भन्ने मान्छे मात्रै प्राप्त मैले मान्छेहरूलाई जीवनमा भेटाएँ। यस्तै हो रहेछ क्या जिन्दगी। आफ्नो मन आफूले ढाड्न सकिँदैन र आफूले आफ्नो मनको व्यथा जसलाई पुग्छु भनेर विश्वास गर्छु, तर त्यही मान्छेहरूबाट आज हजारचोटि चोट पनि पाइँदो रहेछ। सहन सक्ने क्षमता चाहिँ झन् भगवान्ले म माथि दिनुभएको छ। मान्छे भएपछि म इज्जत दिन जान्दछु, समस्यामा परेको बेलामा हेल्प गर्न जान्दछु, आफूले सकेको सहयोग गर्न सकेसम्म सहयोग गर्दछु, आफ्नोहरू होस् चाहे अनि त साथीहरूलाई। तर कहिलेकाहीँ उसले सहयोग गरेको छ भनेर वर्षौँ बितिसकेपछि सम्झिने समय पनि त आउँछ होला। ऊ समस्यामा छ भनेर थाहा भयो भने हामीले दिनुपर्छ यार, समस्याको बेलामा सहयोग गरेको मान्छे हो त भनेर मोनिटाइज गरिदिएर सम्झिदिएको भने आज यो भिडियो चाहिँ म बनाउन बाध्यता भयो। र त्यस्तै रहेछ जे होस्, जसको दुःख र सुखमा म एउटा परिवारसम्म भनेर साथ दिएँ, तर त्यो आफ्नाहरूले नै आज मलाई पढाइ बनाइदिएको छ, नभएको आएर भन्नुभएको छ। भन्छ नि मान्छेको गुडिल काट्दा घाम देखियो तर मनभित्रको घाउ चाहिँ कसै पनि देख्दैन। त्यति धेरै मलाई घाउ बनाएर दुखाएको छ। जिन्दगीभरि म हुनै सक्दिनँ एक दुईवटा मान्छेलाई। ठिक छ, आफ्नो मन परदेशी जिन्दगी हो, आफै सम्हाल्नु पर्दो रहेछ, आफै हाँस्नु पर्दो रहेछ। यहाँ त काम प्यारो हुन्छ, मान्छे प्यारो हुँदैन। ड्युटी बाई ड्युटी समयमै उठेर गर्नु पर्दो रहेछ, पर्छ। 7-8 वर्ष बिताइसकेँ विदेश, बस धेरै कुराहरू सिकेँ, भोगेँ। अनि पैसाले चाहिँ आफ्नो नहुँदो रहेछ। त्यो आफ्नो भएको मान्छे पनि पैसाको कारणले गर्दाखेरि त्यो मान्छे आफूबाट टाढा 100% हुँदो रहेछ। अब माग्ने बेलामा एकदम चिप्लो लाएर माग्ने, समस्या देखाउने, त्यो समयभित्रमा दिन सकेन भने अनि मागेर लगेको नि यार चोरेको होइन नि, दिस र त लग्यो भन्ने कुराहरूको शब्द फर्काएको मैले देखेँ। तर त्यो एक दिन फेरि पनि आउला, फेरि पनि त्यो दिन आउँछ भन्ने अपेक्षा राख्दछु म। र जस खुसी छु म। मलाई चरित्रहीन गर्ने मान्छेहरूलाई आज सफलतामा चुन्नु भएको होला, भोलि सानो एउटा गल्तीले असफल हुनुहुन्छ। म माथि त धेरैवटा गल्तीहरू गर्नुभएको छ, म त्यतिकै छोड्न सक्छु, माफी दिन सक्छु या सक्दिनँ। तर भगवान्लाई यति छ, आज जुन समस्या परेको बेलामा मलाई जस्तो तरिकाले तपाईँहरूले लिनुभयो दिनुभयो, तर आफ्नो भनेर मैले सधैँ आफ्नै ठानेर दिएँ। तर आज त्यही चिजहरूबाट टाढा र दुश्मनी हुनुभयो। यो दुश्मनीको मल तपाईँहरूलाई
महँगो पर्नेछ, धेरै कुरामा चुक्नुहुनेछ। आफ्नो इमान्दारिताबाट त हटिसक्नुभयो, तर कसको फेला पर्नुहुन्छ थाहा हुँदैन। मूल्य तर ठुलो क्षति चुकाउनुहुनेछ। यति भन्दै आजको भिडियो यहीँ समाप्त गरेँ। जय जय नेपाल, जय नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। मेरो युट्युब छ रमेश नेपाल नेपाल, सब्सक्राइबहरू गरिदिनु होला, लाइक गरिदिनु होला। मोनेटाइज च्यानल छ भने आफ्नो कुराहरू केही मैले जानेको कुराहरू म भन्ने छु, नजानेको कुराहरू तपाईँ भनेर सिकाइदिनु, तपाईँहरूबाट केही सिक्ने प्रयास गर्नेछु। धेरै धेरै धन्यवाद।